यस्तो भन्दा म त फर्काइदिन्छु साँच्ची भनेको म त फोनतिर पनि साँच्ची भन्नु मेरो बुढाले चाहिँ के चाहिँ दिनुभएछ हेर्नु नै म फेरि नि भनिराख्नु भयो अगाडि नै म फेरि के अरे मेरो बुढाले दिनुभएको उयो के भन्छ नि म बस्नु पर्यो मेरो बुढाले गिफ्ट भन्नु बित्तिकै चाहिँ मलाई त त्यत्रो साह्रो उयो चाहिँ हुँदैन नि किनकि मजाले अस्ति म उयो भएको छु नि त अन्त ह्याप्पी बर्थडे हाम्रो चाहिँ यस्तो हुन्छ बर्थडे मान्छे बोलाउने गर्छ दुईजनै खुसी हुनु दुईजनै के मनाउनु दुईजनै बर्थडे मनाउनु दुईजनै ठिक कसम भनेको पनि काटेर खोले अब हान्नु हो र भयो धेरै बसाइमा यस्तो गरेर होला कि कस्तो भित्रदेखि चिजो भएर आयो भने मै खाएर ल ल अहिलेको लागि चाहिँ ह्याप्पी बर्थडे पनि फेरि एकपल्ट भनेर बाहिर गर्न यो पनि राम्रो रहेछ फुल हेर्नु ल है त जानु भएको रहेछ त यस्तो त आफूले पनि दिनु पर्यो पहिला अब हामीलाई केही मैले किन दिने भनेको कि त के अब अवसर आउनुपर्छ अवसरमा आएको जे पनि भन्नुपर्ने अब जस्तो कि मैले तिमीलाई 2 रुपियाँको चिज होइन बजारबाट किनेर दिएँ त्यो किनेर मतलब हुँदैन तर मैले 2 रुपियाँको चिज तिमीलाई कुनै एउटा जस्तो कि अवसर चाहिँ तिम्रो अब यो जन्मदिनको अवसर पाएको नि त्यो तिमीलाई किम्ती भयो वेस्ट हुनु पऱ्यो कि त्यो भएर मैले चाहिँ उयो पनि गर्दा किम्ती भयो तिमीले मैले अरू एउटा 2 रुपियाँको किनेर दियो भने त्यही धेरै माया गरेँ तर यो मैले बर्थडे गिफ्ट भनेर दिएँ नि त तिमीले धेरै माया गर्छ त्यो भएर पनि मैले राम्रो लाग्यो मलाई साँच्ची नै घडीको बिजो पनि थियो होइन यस्तो बाबा सुन त मलाई मेरो अलरेडी यो घडी म तर म यस्तै घडी लाउँछु नि त होइन मेरो के भन्छ नि तिमीले पहिल्यै तिमी खोजेको थियौ होइन मैले देखेको तिम्रो बर्थडे आउँदैछ बर्थडे भन्नुलाई पनि सेप मतलब यो हुन्छ नि त बर्थडेमा त्यो भनेको यो पनि तपाईँले लिनुभएको थियो भने तपाईँले फर्स्ट टाइम स्यालेरी आउनु त्यो भएर चाहिँ मैले होइन अब यो घडी पनि साथीहरू एकदमै राम्रो छ क्या यो घडी मेरो बुढाको यता नयाँ ड्युटी हुँदाखेरि फर्स्ट टाइम स्यालेरी आउँदाखेरि चाहिँ ल्याइदिनु भएको हो क्या पानी पर्छ होइन पानी कहिले पानी चाहिँ कस्तो धेरै पनि भयो नि त यो त्यही भएर नत्र भने चाहिँ फेरि मलाई चाहिँ यस्तो धेरै माया लाग्छ क्या अन्त यो थुप्रो भयो लगाइरहेको छु मैले आज फेरि नयाँ ल्याइदिनु भने चाहिँ अब यो त अब जतन पनि गर्छु होला अब उसको बर्थडे भएर किन सुक्क सुत्ने मान्छे 10 बजे चाहिँ आज 12 बजीसम्म मिलाएको छैन हस्पिटलको कुरा छैन अब दिउँसो देखिहाल्यो भिडियोमा अन्त अब कोट्याएर घर ड्युटीबाट आउनु बित्तिकै आधी घन्टा जस्तो चाहिँ खोजी हेरेँ साथीहरू तर मैले भेटिनँ क्या के चाहिँ रहेछ अस्तिको हप्ता ठ्याक्कै अस्ति शुक्रबार किने होइन अनि भिडियो बनाएर पोस्टिङ गर्छ त्यहाँदेखि पछिबाट मेरो बर्थडे त होइन त भन्यो अनि हतारमा त त्यो भिडियो त अब डिएड गरेर राखेको थियो चाहिँ त्यो चाहिँ के भने नि मेरो चाहिँ फेरि मेरो बुढाको चाहिँ कहिले अर्काले याद गराइदिनुपर्छ मेरो बर्थडे मेरो चाहिँ मेरो थाहा हुँदैन अब तिमीबाट के तपाईँको म याद गर्छु नि त अब त भन्नु त मैले छोरीलाई सोधेर बर्थडे याद गर्नुभएको थियो है हो किन नानीले सोध्नु भएको तपाईँले नानीले सोधेको त नानीले खोइ भन्छ अनि हुनु चाहिँ नानीलाई सोधेको थिएँ मैले नानीले चाहिँ बाबालाई भन्दिनँ भने चाहिँ मैले पहिल्यै सुटिसकेँ नानी केटाकेटी मान्छे अलिक थकाएको नानी हुन्छ नि त्यही अब त्यस्तो छ बर्थडे हाम्रो यसरी नै यसरी नै मनाउने छौँ सधैँ भएर नि हाम्रो अब होइन त्यो भन्दा माथि जाँदै हाम्रो बर्थडेमा तपाईँले मेरो बर्थडे यही दिनु भने त बिर्सिहाल्नु छक्क पर्नु
चल्दैन क्या डाटा चाहिँ अन गर्नु न तपाईँ कस्तो वाइफाई अन गर्नु यही के भन्नु वाइफाई छैन वाइफाई हेर्नु डाटै अन गर्नु न डाटा पनि अन गरेको सबै डाटा अफ छ डाटा वाइफाई अफ गर्नु डाटा सकेको छैन डाटा छ आइसक्यो डाटा यसको सेटिङ गर्नु खोइ भोलि गरिदिनु पैसाको त्यही मैले भने जे पनि चिज सबै कुरो महँगो चिज दिँदाखेरि खुसी हुने भन्नु हुँदैन जो मान्छे केही उपहारमा महँगो चिज त खुसी त्यो मान्छे स्वार्थी हुन्छ जस्तो लाग्छ मलाई जस्तो कि अस्ति भ्यालेन्टाइन डेमा मैले हाम्रो घरमा ठ्याक्कै सरफ सिद्धिएको थियो अनि साबुन चाहिँ मैले साबुन चाहिँ थियो होइन साबुन थपेँ सरफ ठ्याक्कैले प्याक गरेर दिएँ ऊ पनि खुसी म पनि खुसी दुईजनै खुसी अब भ्यालेन्टाइन पनि मनायो भ्यालेन्टाइन डे पनि मनायो प्रेम दिवस पनि मनाइयो अब त्यो सम्झना रहिरहन्छ नि त अब प्रेम दिवस पनि ठ्याक्कैसँग सम्झिन्छ अनि प्रेम दिवस म अब टाढै भए पनि कुनै कामको लागि टाढै भए पनि सम्झिन्छ होला कि त्यो दिन त मैले यस्तो गरेर मजाक गरेको थिएँ त्यो सम्झनाको लागि दिएको क्या मैले त्यो राखोस् यो यसो गर्छ भनेर भने तर हामी एकअर्काको आशा उयोहरू पनि गर्दैन नि मलाई यो दिन्छ होला उनीहरूले मेरो त्यो नगरेर पनि यस्तो हुन्छ क्या भन्ने हुँदैन नि त हुँदैन त्यो नगरेर पनि अब यस्तो हुन्छ आफ्नो जस्तो कि अब मेरो बुद्धि भएको मलाई भन्दा उनीहरूतिर राम्रै देखोस् अलिकति मतलब मैले जे गरेको छु त्यही गरोस् जे खाएको छु त्यही खाओस् जस्तो हगेको छु चाहिँ होइन जस्तो कहिले कहिले अब कहिले कहिले मलाई अब ढिलो आउँछ उसलाई चाम्रो आउँछ जस्तो त्यस्तो बनाउनु मिल्दैन हो यस्तो हुन्छ क्या अब जस्तो कि बुढाबुढी भएपछि दुईजनाले होस् न सेम होस् न भने अब नानी पढ्दैछ सबै धन्यवाद यति राम्रो गिफ्टको लागि बुढा चालो ल अहिले भिडियो इन गरेँ